बालेन शाहलाई विदेशी दलाल, सिआइए एजेन्ट, र एजेन्ट भन्नेहरूका लागि चाहिँ खुसीको खबर छ, किनकि भर्खरै नयाँ सरकारले चाहिँ तपाईँको लेटर पठाएको छ चाइना र इन्डियालाई, जसमा चाहिँ साफ लेखिएको छ कि जुन क्रियाकलाप भइरहेका छन् तपाईँको कालापानी लिपुलेकतिर हाम्रो सिमानामा, त्यो चाहिँ तत्कालै रोक्न र त्यसमा चाहिँ एकदमै असहमति जनाउँदै चाहिँ बालेन शाह नयाँ सरकारले चाहिँ तपाईँको इन्डिया र चाइनालाई चाहिँ लेटर पठाएको छ। अब यसमा के हुन्छ, कस्तो रिस्पोन्स आउँछ इन्डिया र चाइनाको भन्ने चाहिँ हेर्न बाँकी नै छ। र राम्रो रिस्पोन्स आयो त्यो कुराको भनेपछि त ठिकै हो होइन। अब नराम्रो रिस्पोन्स आयो, तपाईँको सम्बन्ध बिग्रियो हाम्रो तपाईँको छिमेकी राष्ट्रहरूसँग भनेपछि के गर्ने के? मलाई त लाग्छ यो हाम्रो फाइट नै भयो भने यो हर्क साम्पाङ तपाईँको केपी ओली लगायत उहाँहरूका कार्यकर्ताहरूलाई चाहिँ पहिला पठाउनुपर्छ कि बोर्डरतिर, ल जानुस् भिड्नुहोस् भनेर उहाँहरूलाई छाती थाप्न पठाउनुपर्छ, किनकि उहाँहरू त देशभक्त हो, राष्ट्रभक्त हो उहाँहरू त, उहाँहरूलाई त देशको प्रेम छ के, बाँकी सबै त विदेशी दलाल हुनु होइन। त्यही भएर उहाँहरूलाई चाहिँ पहिला पठाउनुपर्छ क्या, त्यही हो। तपाईँहरूलाई के लाग्छ कमेन्ट गर्नुहोला। त्यही हो, जय नेपाल।